गुप्तेश्वर महादेव मन्दिर उहाँ छ मन्दिर अहिले मन्दिर त्यहाँ छ फुल बेच्ने ठाउँ थियो फर्केर मन्दिर यो फुल किन्ने ठाउँमा आइपुग्यौँ हाम्रो गाडी चाहिँ बस्नु भएको छ फुल किन्ने ठाउँ चाहिँ यो हो ओहो झोलुङ्गे पुलमा हिँड्यो है ओ उता यो त लड्छ भनेर हल्लाइदिउँ न ओ हल्लाउ न हल्लाउ ओ भान्जा बत्ती बत्ती चाहिँ हल्लाउ न हल्लाउ त्यसलाई हल्लाउ न हल्ला उता हिँड पानी ओहो ल आहा कस्तो दामी ठाउँ कि हेर्नु ओहो सर दुप्चेश्वर महादेव यस्तो छ खोला कति सङ्लो खोला भने ओहो खोला पनि साह्रै राम्रो ठाउँ ए मन्दिर त अझै माथि ल एकछिनलाई बन्द गर्छु म है पुगोस् आधी पुगोस् मन्दिरको ट्रेनिङ भयो हो मन्दिरको ट्रेनिङ भयो ल एउटा चट्टान जस्तो ढुङ्गा रहेछ त्यसमा यस्तो दामी झर्ना है त्यसरी ए पूजा भइसक्यो गरि यो त लास्टमा हो नि यहाँ त यता आउने फर्स्ट ल हेर्नुहोस् ढुङ्गा परमेश्वरमा त पूजा गर्दैछु है देखि लोकदेखि यो झर्नादेखि हेर्नु नि यस्तो डाँडा यता खेतको बेला त देखाइसकेँ यस्तो चट्यान रहेछ चट्यान है हेर्नु होला यस्तो यस्तो चट्यान छ मेन मन्दिरतिर फेरि लाग्दैछौँ बाटो त अलिक चिप्लो छ है सामान बोकेको छु पूजा गर्ने सामान अलिकति पूजा गरेँ चट्यानले उतो गरेको रहेछ नि त हेर्नु त यस्तो ठाउँमा है मेन ठाउँ यस्तो मेन ठाउँ म मलाई एउटा लानु पर्यो एउटा लानु अलिअलि ल हाम्रो गुरुको हातको टिका थापियो होइन गुरुजीको सबैको कल्याण गरौँ होइन सोचेको सबै कुरा हो मन्दिर पनि यस्तो है एकदमै धर्म यस्तो ठाउँमा ढुङ्गाको बिचमा के हो त्यो भगवान् त
सँगै बस्ने ठाउँमा पूजा गरेर मेरो भाइहरू झरे। ठिकै हो कस्तो छ ल हेर्नुहोस् हेर्नुहोस् झर्ना उहाँ हाम्रो सरजी बाबा जस्तो भएर अहिलेको चाहिँ कटेछ भएन एडिट गर्नुपर्ने भएछ ल हेर्नुहोस् हजुरहरूको समय मिलेछ भने एकचोटि चाहिँ दुप्तेश्वर महादेव भिजिट गर्नुहोस् होला है। माथि पनि गाउँदैछ धेरै माथि गाउँदैछ। नुहाएर अब यस्तो गर्छ यस्तो स्थिति छ हेर हे भगवान् नुहाएर यो झर्ना त झर्नै रहेछ पानी चाहिँ के सङ्लो के यो सक्छ त हाम्रो नेपाललाई स्विजरल्यान्डमा त कम्छ त्यो चाहिँ कस्तो लाग्यो ठिक लाग्यो आजै हाल्छु अहिले घरमै गएर त्यही तिमी हाल्छु त्यही राखेर ओ महादेव छौ यो छौ न यो दर्शन गर्दै हिँड्दैछौँ हामी चाहिँ सबै पाल्नु होला है दुप्तेश्वर सबै पाल्नु होला सबैजना किनभने यति आनन्द चाहिँ यति राम्रो ठाउँ छ हाम्रो पानीको मुनि चट्यानको मुनि पानी हेर्नुभयो भने तपाईँहरू यहीँ बसौँ लाग्छ पानी त्यस्तो राम्रो छ त्यति सफा अब प्राकृतिकको बिचमा स्विजरल्यान्डभन्दा कम छ सक्छ त हाम्रो नेपाललाई कुनै संसारभरिको कसैले सक्छ त ल हेर्नुहोस् यो दृश्य हेर्नुहोस् चाहिँ गलेर बसिसक्यो हाम्रो खुट्टी चाहिँ गलेर बसिसक्यो है गल्यायो तिमी कन गल्यायो माथि हेर्नुहोस् भ्यू ओ हेर्नुहोस् दर्शन गर्नु भन्नु यहीँबाट दर्शन गर्नुहोस् ल खोला तल माथि बादल यहाँ माथि दुप्तेश्वर महादेव के गर्नु भन्यो फेरि हेर्नुहोस् माथि हेर्नुहोस् हाम्रो देशको स्विजरल्यान्डभन्दा कम छ म घरिघरि यो भन्छु स्विजरल्यान्डको त त्यो चौबर छ हाम्रो यो ऊ त साथी चाहिँ एउटा साथी चाहिँ डराएर रिङ्गटा लाग्ला जस्तो भएको छ उद्धव सर चाहिँ डराइरहनु भएको छ उहाँ चाहिँ उद्धव भन्ने हाम्रो साथी मेरो भाइ डराइरहेको छ ल खोलाको पानी पनि हेर्नुहोस् कति भन्नु त्यही खोला वर्णन गर्नु जङ्गल हेर्नुहोस् माथि डाँडामा हेर्नुहोस् घरहरू हेर्नुहोस् है माथि डाँडामा घर है एकदमै रमाइलो ठाउँ उताबाट सूर्य कस्तो लाग्ने त होइन असाध्यै राम्रो असाध्यै साह्रै राम्रो फिल गरेँ मैले त यसपालि त मन्दिर त जाइन्छ नि
राम्रै हुन्छ गएपछि गुड भाइब्स आउँछ त्यहाँ आएको छुट्टै गुड भाइब्स आयो ल हेर्नुहोस् पानी बगेको हेर्नुहोस् अब यो पानी बगेको कहाँदेखि कहाँसम्म कहाँसम्म हेर्नुहोस् माथि बादल आएको माथि जङ्गल छ जति हेरे पनि चित्तै नबुझ्ने ठाउँ यो भिडियो तपाईँहरूले आधी हेर्नुभयो भने तपाईँहरूलाई पाप लाग्छ अहिले सकेसम्म मन्दिरको पानीमा सँगै पनि एउटा हुन्छ नि गुप्तेश्वर महादेव मन्दिर उहाँ छ मन्दिर अहिले चढाइदिन्छु मन्दिर त्यहाँ छ ल मेरो साथीहरू पनि आउँदैछन् सबैजना साथीहरू पनि आउनु हुँदैछ सबैजना गाडी चाहिँ एकदम ठिक छ हाई गर भाइरल बनाएर छोड्छु यो भिडियो त सबैले हेर्नै पर्छ नहेरी पाप लाग्छ सबैजनालाई ल जा ल हामी चाहिँ घर गएर यसो यहाँ गाडीबाट एकछिन हल्का यस्तै त अनि हाम्रो भ्लग भनेको होइन हाम्रो अर्ग्यानिक हो क्या अर्ग्यानिक त अहिले जस्तो त्यो के अरे सुटिङ भ्लग होइन कि हाम्रो चाहिँ यो खाजा खान लागेको अब हामी काठमाडौँ लगभग नुवाकोट काठमाडौँको बिचमा छौँ हामी नुवाकोट यसो खाजा खाएर हामी निस्किँदैछौँ हेर्नु सधैँ पनि भ्यू है हेर्नुहोस् त्यो मेरो भाइले चाहिँ ड्राइभिङ राख्दैछ गाडी यस्तै लु यार छोरीलाई निन्द्रा लागेर यसले केही खाएको छैन बिहानदेखि छोरीले केही यसलाई केही खाएको छैन ल यो नसा सुकेर के गर्छ अब यसलाई यही अब यता देखाउँछ यो त बवाल हुन्छ हेर्नु यो यस्तो दुःख गरेर बनाएको छु होइन के देखाउने थियो भ्यू देखेर यहाँको वेदर प्लस भ्यू प्लस नेचुरल हेर्नु भयो हामी अब यसो हामी यहाँ चिसो खान लागेको अब यहाँ साथीहरू यसो चिसोहरू खाने अरे अब एकछिन बस्नु लागेको चिसो भ्यू पनि साह्रै राम्रो आउँदैछ होइन अब यसो सबै थाकेको महसुस गरे हाम्रो दाजुभाइहरूले अब यहाँ यसो चिसो खाएर एकछिन जेसँगबाट पनि भ्यू राम्रै आउँदो रहेछ भ्यू राम्रो यहाँ मकैबारी पनि छ ल
यो मेरो भाइले चाहिँ कागती चाहिँ धेरै मन पराउँछ यो देखाइदियो त। यो भाइ यो खाजा त्यो देखाइदियो हामीले यहाँ बनाउँदैछौँ भनेर हाम्रो जग्गा देखाइदियो के भन्दै थियो कागती हेर्नुहोस् होला है कागतीलाई हामी यसरी खान्छौँ हाम्रो सितन यो हुन्छ हामीले यसो ड्रिङ्क्समा चाहिँ सितन यो हुन्छ हाम्रो मासुहरू हुँदैन यस्तो मात्र हुन्छ यो है आइसी आउनु उद्धव छ भाइ हाम्रो बोस आइसिन् अनि हाम्रो साथी मेरो भाइ अर्को यहाँ जाँदैछ मेरो भाइ उद्धव आउनु हेर्नु त अब घाम लाग्यो फेरि पानी पर्दा पर्दै घाम लाग्यो अब चाहिँ हामी काठमाडौँ लाग्नु लागेको है काठमाडौँ चाहिँ यहाँबाट लगभग 30 मिनटमा हामी पुग्छौँ अब इन्डिङ भिडियो आउँछ है हजुरहरूलाई है हजुरहरूलाई हेर्नु हेर्नु मलाई हेर्नु 30 मिनटपछि आउँछ है जम्मा 30 मिनटपछि है भ्यू हेर्नु न भ्यू एकचोटि ओहो सर ओहो पाडै भ्यू यो भाइ फोन आएकै गर्छु मेरो उसो भाइ के ल What a nice place. Oi, यता बुवा ओइ यो ठाउँ कस्तो लाग्यो छोरी भन न छोरी ए काजी साहब यो ठाउँ कस्तो लाग्यो काजी साहब एकदम बबल लाग्यो एकदम बबल लाग्यो कस्तो बबल लाग्यो मलाई पनि बबल लाग्यो कति राम्रो झर्दै जान मेरो साथीहरू चाहिँ मलाई कुरिरहेको छ झर्नामा देखेर मलाई चाहिँ मोहित भएर बसिरहेको थिएँ के यहाँ गाडीको ओहो मान्छे नै मान्छे हाम्रो स्विजरल्यान्ड भन्दा पनि राम्रो देश ओहो के गर्नु लानु ओहो पाके ए गीत हामी खिचेर बसेको सरले पनि भिडियो खिच्ने अरे सबै आउने यहाँ सबै हामी पनि ल हाम्रो सर पनि रोकेर यहाँ खिच्नु भयो ओहो यहाँ त कति राम्रो ठाउँ के पछि हामी हल्दैसी दर्शन गरेर खाजासाजा खाएर फर्किँदै गरेर हो ल माया गरिदिनुहोस् सबैले यो हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् लाइक गरिदिनुहोस् यस्तै रमाइलो भिडियो हेर्नु छ भने सब्सक्राइब गरेर गरिदिनु होला ल धन्यवाद सबैजनालाई अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा जय शम्भु जय भस्मे